त्यो लभ लेक जाने यही गीत राम्रै गाएको होइन मलाई त ऊ हो फेवातामा साइली खतरा भिडै छ मसँग खतरा गएको नि माइकमा हजुर हजुर खान्न एकछिन म त्यो वाक्क भयो क्या एउटा त आहा झन् तानेको के तान्नु भएको नि त तान्नु तान्नु भएको एकछिन यो पाक्न दिन्न अलि आएको राम्रै आयो हान्न पर्छ होइन बुद्ध म त हुँदैन बुद्ध भ्याउँदैन रहेछ बिजे बुद्ध पनि हुँदैन अर्को हामी छजना मात्रै भएछ के गरेको भिडियो बनाएको कि फोटो खिचेको भिडियो के भिडियो भिडियो भइरहेको ए भिडियो ल दिनु न डान्स दिनु न नाम न के बनाएको पनि फेरि फुलपाती भाकेर मन कमला आयो बन्दी फूल जुन जस्ती मायाको मन कमला के छ सुर तिमीलाई भाकोला कामना मुटुमै राखौला मन मिल्ने मायालाई मन कामना मुटुमै राखौला ल खतरा त्यो सक्यो के खला ओ जस्तै अजम्बरी फुलको फन्ना पेट फुल्यो रे तिमीलाई भाकोला मन मिल्ने मायालाई मन कामना मुटुमै राखौला पुरस्कार लाग्यो के पिसा फेरेको आयो क्या पूर्णिमा चाहिँ नखाने
हाम्रो फेरि बुद्ध दाई फेरि खतरा छ क्या मान्छे तिर्खा लागे निर्माया निर्माया त्यसो मेटो चिसो पानीले तिमी मेरो निर्माया आयो है बाबा आयो यहाँ गरिरह कहाँ गयो बुढाहरू माछा मार्न गएछ आयो 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 ल खाने मजा थाक्यो भएन यार खतरा गीत बोलिरहेछ है त्यही हाम्रो दाइले के गर्नुहुन्छ हौ ब्याट्री नै होइन ब्याट्री सक्यो होला अर्को छ फेरि अर्को बदाम त ल सानो भएको सानो यो आवाज सानो भयो कि म समाधान लाँदैछु भने मनमा आर्त छ के त जस्तीलाई बे गरेर 2-3 करोड सके आयो दाइहरूको जोस जाँगर देखेर चाहिँ मलाई चाहिँ माछालाई खतरा लाग्छ तेरो स्वाद पाटो खाली थाकेको हो यार खाना खानामा दामी केटाहरू हेरिरहेको थिएँ बाली यस्तोसँग बे गरेर जोबन केटा भनेको दामी दामी केटाहरू हेरेको थियो बाली यस्तोसँग बे गरेर जोबन खेर फाले आयो तेरो मिस चुप्ला साला चिज आयो तेरो मिस चुप्ला साला चिज हजुर राम्रो खै माइनल चाहिँ जस्तोमा नि ताल ल्याउने हो यार तपाईँ नआउने क्यामेरामा ल दुईजनाको निकालिदिनु ठुलो भिडियो बनाए
नदी उलादाई कर्णालीमा निकल्नै सकेन अलि टाढा जान्छ यो पनि खाऊ न बल्ल भिडियो भइरहेको रहेछ पिरती गासेता सोच्ने रातभरि गाइयो नाच्यो अब बिहानको मेरो मुजी पनि होला मनोज त भर्खर उठ्नु भयो नाच्न नाच काट्नु यस्तो मिठो छ यो चाहिँ म 3 पिस खाइदिएँ अहिलेसम्म पोलेको मध्ये यो जस्तो दामी छैन ओ बुद्ध भाइ राम्रो छ छैन काटो राम्रो पाल्नु भने यति राम्रो झरम झरमको छ यहाँ ओ मन्छले एउटा बेर निकाल्दा यो खानु दिएछु कि त पनि खिच्दिने यता हेर्नु ल एकदम यस्तो रातो बोले हाम्रो घरमा कोदोको जाडा छ बिहानमा मलाई खाली खाना खानुको लागि भ्याएको छैन मैले दिलानमा छ खानु मलाई साथीले एकदम दिलासमा छ मैले फेरि नाच्नु पनि भ्याएको छैन एकदम दसैँको सबैलाई शुभकामना अग्रिम शुभकामना दसैँ खानु गर्मी त अब पसिना त आफै तपाईँले पसिना हेरेर थाहा पाइसक्नु होला ल यसरी खाने हो खाइसक्यो खाऊ त यस्तो दामी छ यो म त 3 पिस खाइदिएँ म खान्न कस्ता खानु दाइले आज अहिले के गर्छ दाइको गिरा यसरी खाने ओइ खतरा नाच्दो रहेछ त होइन होइन म खाँदैन यसरी खाने वा ल ओहो वा जाने रहेछ हौ ल है खोइ यो दाइ खोइ कहाँ गयो दाइ 4 जना दाइ त्यहाँ नाच्न बुद्धि भाइ कहाँ गयो यार अरू जोस पनि मात्रै बुझ्नु दाइ त खतरा जान्छ भन्छ मलाई बुझ्दैन भुँडी घोडा नाचेर घटाउने हो महाकोरी यतिकै घटिरहेछ नि यसले भन तँलाई टिचर बनाउनु पर्यो भोलि एउटा यार यसो टिचर बनाउनु पर्यो भोलि एउटा
दामी छ बयान दुईजनाको भन्दा त दुईजनाको दामी मिलेछ मैले खाइरहेको छु यस्तो मिठो आज यस्तो मिठो मैले आज 1 केजी त खाइसकेँ त्यो फोकस हान् त सिधै फोकस हान् स्टेप के आयो दान मारे तारुको मैकोटा मारे यार ए मार्यो कम्बिनेसन क्या मिले है क्या ल त्यही भएर रहेछ कि माछाले म घर आएपछि सालीसँग नाच्छु भनेको त कारणै त्यही रहेछ यार होइन माछाले म घर आएपछि सालीसँग नाच्ने भन्दा साँच्चै रहेछ यार दुईजनाको भन्दा मैले दुईजनाको राम्रै लगाइरहेको छ है नाच्ने त्यसलाई 6 मिनट भयो 7 मिनट हुन लाग्यो होइन गर्न चाहिँ राम्रै गरेको थियो थाक्यो है बुढो होइन टारुको मैकोटा Presented by iMax Smartphone. मासु हातैमा छ मेरो मासु मलाई बिचरा भाइले मासु खा भनिरहनु भयो यी हातैमा छ ल मलाई पनि यो मन लाग्यो यो एकदम यस्तो रातो पोलेको अर्कामा छ यो मकै अब के गर्नु बिहान मलाई खाली छैन खानुको लागि भ्याएको छैन मैले दिराख्नु भएको छ मलाई साथीले एकदम दिराख्नु भएको छ मैले नाच्नु पनि भ्याएको छैन दसैँको शुभकामना दिनु नि त दसैँको सबैलाई शुभकामना अग्री शुभकामना दसैँ सकिएको छ गर्मी गर्मी छ अलिकति गर्मी त अब पसिना त आफै तपाईँले पसिना हेरेर थाहा पाइसक्नु होला ल एकदम ल छैन काट्यो लामो पाल्नु भने यति लामो ल है गाईहरू ह्यापी दसैँ रमाइलो भयो ल दाइ दामी दामी हाम्रो त घरमा चामलको ठेकी छ खै त केटा दामी छ दाइ स्टेप दिनु पर्यो नि त फेरि स्टेप दुईजनाको भन्दा त दुईजनाको दामी मिल्छ मैले खाइरहेको छु त्यही भएर क्या मैले खाइरहेको छु ब्रेक ब्रेक मिठो आज यस्तो मिठो मैले आज 1 केजी त खाइसकेँ होला साथी ब्रेक ब्रेक यो मैले बिरुवा ल्याएको छु नाचेर आफैले पनि हेर्नुहोस् यस्तो भएको छ कलाकार त नभए पनि होइन हजुर त्यही पनि यसो हल्लिने त मेरो प्रयास हो मन दाइ यहाँ पुरा भिडियो चलिरहेको छ के छ त अनि एकदम भाइ आजको एकदम ह्यापी दसैँ ए भाइ फेरि कताबाट कहाँबाट आउनुभयो यो त हो ल वेलकम छ भाइलाई होइन हाम्रो एभ्री सन्डे छुट्टी